हिजो चाहिँ मेरो बर्थडे 15 गते है। अनि नमनाउने केक नकाट्ने ल छोरी भनेको नानी रुन थाली बिहानदेखि नै है। अनि त्यसपछि बाबाले बेलुका केक लिएर आउनुभयो। अनि हाम्रो त्यो 4-5 जना छोराछोरी छन्। हामी सबै सँगै बसे हामी यसरी चाहिँ केक काट्न थाल्यौँ। यो बेलुकाको कुरा हो है। अनि एकदम मजा भयो केक काट्दा। अनि बाबु पनि मजाले तन्की तन्की हेर्दै थियो, के नै गरेछन् होला जस्तो भएको थियो। अनि फोटोसोटो पनि खिच्यौँ हामीले। अनि नानी बाबुहरूलाई सँगै राख्यौँ। अनि यिनीहरूसँग यति मस्ती गरियो साँच्चीकै रमाइलो भयो के। अनि सबैले केक काटेर खान थाल्यौँ। अनि नानीहरूले सबै मेरो फेसभरि त्यो केक दलिदिए है। अनि एकछिनपछि त बाबुले मलाई चाहिँ हेरिरहेको थियो क्या। अनि हेरिरह्यो। अनि त्यो बाबुले त मलाई त चिनेन के, ल को हैछ जस्तो फिल भयो होला। पछि त मुखमा हेरी भयो। अनि मैले चाहिँ गिफ्ट पनि खोलेँ। यो चाहिँ मेरो छोरीले, कान्छी छोरीले दिएको गिफ्ट है। ओ माई गड, यस्तो ऱ्याप पुरै ऱ्यापिङ रहेछ क्या। अनि लास्टमा चाहिँ ह्याप्पी बर्थडे मामु लेखेको रहेछ। अनि सबै क्या पुरै ऱ्याप मात्रै थियो। तर जे होस् बच्चीको होइन, हिजोदेखि मेरो लागि यो एक दिन अगाडिदेखि नै गिफ्ट बनाएर राखेको रहेछ क्या मेरो छोरीले। अनि लास्टमा चाहिँ 2टा चक्लेट अनि 2टा चाहिँ चुइगम पनि थियो। अनि ह्याप्पी बर्थडे मामु लेखेको अनि चुइगम र चक्लेट चाहिँ दिएको रहेछ होइन। मेरो लागि चाहिँ त्यो धेरै ठुलो कुरो भयो। अनि ठुली छोरीले पनि मलाई कपी दिइन्। कान्छी छोरीले पनि कपी पनि ल्याइरहेछिन्। मामु हिसाब किताब राख्नुपर्छ है भनेर चाहिँ 2टाले मलाई कपी ल्याइदिया रहेछन्। जस कस्तो माया पनि लाग्यो। अनि अस्तो भित्रबाट नै मलाई अर्कै फिल पनि भयो के है। छोराछोरी भनेपछि चाहिँ यस्तो हुँदो रहेछ होइन। सानो कुरामा पनि उनीहरूको खुसीमा चाहिँ आफू खुसी हुन सिकिँदो रहेछ जस्तो लाग्यो। धेरै रमाइलो भयो। थ्याङ्क यू सो मच मेरो मुटुहरू। अनि मलाई यति धेरै माया गरेर मलाई यति धेरै गिफ्ट ल्याइदिएकोमा थ्याङ्क यू मेरो पुकुहरू। अनि लास्टमा ह्याप्पी बर्थडे टु मी।